भनेदेखि तपाईँको घरमा 2 वर्षदेखि 6 वर्षसम्मको बच्चा भएको कोही हुनुहुन्छ? हात उठाउनु। 2 वर्षदेखि 6 वर्षको उमेरसम्मको बच्चा भएको फ्यामिली कोही हुन्छ? म एउटा क्वेसन सोध्छु है यही बिचमा। तपाईँको घरको बच्चालाई कुकुरसँग डर लाग्छ होइन? फर इक्जाम्पल तपाईँको बच्चालाई कुकुर देख्ने बित्तिकै पारी देखेको पनि एउटा कुकुर देख्यो भने डर लागिहाल्छ। त्यो बिचमा तपाईँलाई त्यो कुकुरले केही गर्दैन, कुकुरसँग डराउनु हुँदैन भनेर तपाईँले त्यो बच्चालाई कसरी सिकाउनुहुन्छ? मलाई कसरी एक्जाम्पल चाहिँ भनिदिनु न। फर इक्जाम्पल तपाईँले कसरी प्र्याक्टिकली गर्नुभएको अथवा के गर्दा ठिक हुन्छ भनेर कुनै आइडिया भयो? तपाईँको बच्चा 2 वर्षदेखि 6 वर्षको उमेरसम्म भनेको पूर्व बाल्य अवस्था। 2 वर्षदेखि 6 वर्षको उमेरसम्मको बच्चा तपाईँको घरमा छ। त्यो बच्चा बाटोमा अथवा कतिवटा कुकुर देख्यो भने डराउँछ, टाढा देख्यो भने कुकुर डराउँछ, रुन्छ, कराउँछ, म जान्न भन्छ। त्यो कुकुरलाई यो कुकुरले टोक्दैन, के गर्दैन भनेर सम्झाउनु पऱ्यो भने तपाईँ कसरी सम्झाउनुहुन्छ? सर मैले चाहिँ के गर्छु भने पहिला कुकुर कहाँ छ त्यहाँ जान्छु, उसलाई पनि सँगै लिएर जान्छु, उसलाई साइडमा राखेर त्यो कुकुरको आडो गएर एकछिन कुकुर सुमसुम्याउँछु, अनि त्यसपछि उसको हात पनि समाउँछु र सँगसँगै सुमसुम्याउन लगाउँछु कुकुर, अनि त्यसपछि म छोडिदिन्छु, ल अब तिमीले गर त भनेर त्यसरी गर्छु। कुकुरलाई देखाएर त्यो कुनै सन्दर्भमा अभिभावक हुँदाखेरि नसक्ला, तर अरू बेला सक्छ। अहिले म भएको बेलामा हेर छौ, म नभएको बेलामा अथवा अभिभावक नभएकोमा कुकुरको नजिक जानु नै भाउ भनेर त्यो बच्चालाई कुकुरसँग नजिकै लाँदाखेरि चाहिँ अभिभावक नभएको अवस्थामा साले भन्दै अब त्यो कहिलेकाहीँ चाहिँ बौला कुकुर पनि हुनसक्छ, त्यसरी आइरहेको हुन्छ अनि बच्चा त्यसरी नै जान्छ, फेरि उसले कुकुर खाएको चिज बच्चाले त्यसरी नै खान्छ, त्यस्तो कुरा हुने भएको हुनाले। धन्यवाद तपाईँको प्रतिक्रियालाई धन्यवाद। यो विषयमा मेरो छुट्टै अनुभव छ। मैले मेरो आफ्नै घरमा मेरो आफ्नै पनि छोरी छ 4 वर्षको, यसमा मैले आफ्नै छोरीले प्र्याक्टिकल गरेको एउटा अनुभव सेयर गर्छु है। के भएको थियो, मेरो छोरी पनि कुकुरसँग डराउँथ्यो क्या। मैले सानोमा एउटा कथा पढाएँ, तपाईँहरू पनि पढ्नु होला, सन्तेको कुकुर भन्ने पढ्नु भएको थियो। सन्तेको कुकुर भन्ने चाहिँ प्रायः मेरो छोरी मसँगै खाना खान्छ, म्याक्सिमम् चाहिँ मसँगै खाना खान्छ। मैले खाना खाने क्रममा उसलाई हरेकचोटि सन्तेको कथा, त्यो कथामा के थियो आफै इमेजिन गर्नु होला, त्यो कथाको स्टोरी चाहिँ म मेरी छोरीलाई सेयर गर्थेँ हरेकचोटि। कुकुर यस्तो हुन्छ, हेल्पफुल हुन्छ, मान्छेको साथी हो भन्ने टाइपको कुराहरू चाहिँ म कथा मार्फत दिनको 3 चोटि 4 चोटिसम्म त्यो कथा सेयर गर्थेँ कि मेरो छोरीलाई। त्यसले गर्दा ऊ त्यो कुकुरसँग उसले त्यसबाट बिस्तारै 1-2 महिना पछाडि चाहिँ के गर्ला भने कुकुरले केही गर्दैन, त्यो हेल्पफुल हुन्छ है बाबा भन्दै उसले छोरीले चाहिँ मलाई बिस्तारै छुन्न चाहिँ डराउँछ, तर कुकुर देखेर डराउने बानी थियो उसको हट्यो। त्यसले गर्दा मैले चाहिँ त्यो प्र्याक्टिकली गरेको थिएँ। जस्तै अघि भन्नुभएको थियो नि, छोरी कुकुर टाढै देखेर डराउने बच्चालाई सिधै छुन लिएर जानु चाहिँ हुँदैन, त्यसलाई झन् नेगेटिभ इम्प्याक्ट पार्छ। जुन बच्चालाई कुकुरले अट्याकै गरेको छ भने त्यसलाई जति राम्रोसँग सिकायो भने मैले डराउने मात्रै कुरा जोडेर भनिरहेको छु। जस्तै बच्चालाई अब त्यो एउटा फर इक्जाम्पल बच्चाको एउटा डर भएको भने कुरालाई चाहिँ मैले कथासँग जोडेको थिएँ। बच्चाको सिकाइ भनेको बच्चालाई पढाउने, घोकाउने, यस्तो हो त्यो हो भनेर मात्रै सिकाएको आधारमा बच्चाले सिक्दैन। बच्चासँग खेल्ने, बच्चासँग उसको एक्टिभिटीमा प्रत्यक्ष सहभागी भएर बच्चालाई सिकाउने। जस्तै फर इक्जाम्पल म म्याक्सिमम् उदाहरणतिर जान चाहेँ। म हिजो यहाँबाट कार्यक्रम सकेर घर गइरहेको थिएँ, छोरीलाई चाहिँ स्कुलमा एउटा एसाइनमेन्ट दिनुभएको रहेछ, चङ्गा बनाउने भनेर एसाइनमेन्ट दिनुभएको रहेछ होइन। छोरीले चाहिँ एउटा प्लास्टिकको कागज काटेर त्यसलाई चङ्गाको सेप दिएर बाबा यो चङ्गा भनेर बनाएको थियो। चङ्गा त प्लास्टिक त सेतो थियो, उसले चङ्गाले त रङ्गीन बनाउनलाई चाहिँ त्यो मार्कर टाइपको रङ युज गरेर त्यो चङ्गामा रङ पोतिरहेको थियो क्या। अनि उसले चाहिँ पोत्दै गर्दा त्यो रङ लगाउँदै गर्दा प्लास्टिकमा जो तलबाट रङ लगाउँछ यस्तो कुइनातिर पुरै हात पुरै रङ्गीन भयो क्या। मैले उसले केही पनि भनेन, किनकि उसले त्यो बेलामा चङ्गा रङाउँदा रङ कसरी लगाउने भन्ने कुरा सिकिरहेको थियो। अनि पछाडि उसले रङ चङ्गा बनाइसक्यो, रङ लगाउँछ, आफ्नै कुनाले मेट्छ, रङ लगाउँछ, आफ्नै कुनाले मेट्छ, गर्दै गर्दा चाहिँ छोरीले 1-1.5 घन्टा 1 घन्टा चाहिँ लगाइदियो चङ्गा बनाउनु। चङ्गा बनाइसकेपछि बाबा यो चङ्गामा यो प्लास्टिकमा लेख्नु हुँदो रहेछ, 4 हुँदो रहेछ नि आफैले बुझ्यो क्या उसले। भोलि गर्दा कतिपय कुरामा उनीहरूले गरिरहेको काममा उनले आफै गरिराख्यो भने पनि त्यो कुराले चाहिँ
उनीहरू आफै पनि सिक्ने हुन्छन् क्या। जस्तै त्यो प्लास्टिकमा मार्कर लेख्दा आफू हात फोहोर हुँदो रहेछ भने त आफै सिक्यो नि त, के भन्नु पऱ्यो परेन नि। त्यो कारण चाहिँ मैले अप्सन गएर हुँदैन नगर भनेर त्यो बच्चालाई भनेको भए के गर्थ्यो, नानीले के गर्थ्यो, अर्को दिन फेरि त्यही ट्राई गर्थ्यो। अब चाहिँ उसले प्लास्टिकमा उसले रङले चाहिँ अनि प्रत्येक बच्चाले फरक ढङ्गले सिक्छ, तर रणनीति पनि फरक हुनुपर्छ। यसमा चाहिँ एकचोटि यो पनि फरक मेरै छोरीको इक्जाम्पलै जोडेँ मैले। एकजना मेरो भाइ प्राय 1-1.5 महिनामा घरमा आउने र उसलाई चाहिँ छोरीले चिन्ने उसको नामले नचिन्ने। अनि उसले चाहिँ के मैले उसलाई त उसले मलाई चिन्यो नानु भनेर उसले सोधिराख्ने। अनि मैले चाहिँ उसले चाहिँ चिन्दिनँ भन्थ्यो, नाम थाहा छैन भन्थ्यो होइन। अनि उसले चाहिँ के गर्यो भने त्यो बेला चाहिँ मैले के गरेँ भने उसलाई तिम्रो सबैभन्दा मनपर्ने जनावर के हो भनेर उसलाई सोधेँ मैले। त्यसमा बिरालो, उसलाई मनपर्ने बिरालो, उसले चाहिँ बिरालो मनपर्छ भनेर भने। अनि भने पछाडि चाहिँ यो अङ्कललाई अब अर्कोचोटि देख्दा क्याट भनेर सम्झ, त्यो यो अङ्कलको नाम सम्झाउँछ भनेपछि उसले त्यसपछिको हरेक भेटमा त्यो अङ्कलको नाम सम्झिँदैन, क्याट अङ्कल भनेर सम्झिन्छ क्या। थ्याङ्क यू।